हेलो गाइस, नमस्कार। तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र आज हामी तपाईँलाई आजको यस नयाँ भिडियोमा चाहिँ तपाईँहरूलाई के देखाउन गइरहेको छु भने हामीले अरूको भिडियोमा देख्ने गर्छौँ कि सुँगुरको मासु चाहिँ ढुङ्गामा पोलेर खाएको। आज हामी त्यसलाई चाहिँ ट्राई गर्न गइरहेको छौँ र हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन है। तपाईँहरूलाई आई होप तपाईँहरूलाई हामी देखाउने छौँ अगाडि। र आज चाहिँ हामी सुँगुरको मासु चाहिँ ढुङ्गामा पोलेर खानेछौँ र तपाईँहरूलाई पनि देखाउने छौँ है। त हेर्दै गर्नु होला। मलाई साथ दिनुको लागि त आज छ मेरो भाइ अरविन्द थापा। यो चाहिँ हाम्रो लोकेसन हुनेछ र हाम्रो यहाँ जङ्गलमा। र अब चाहिँ म यहाँ केराको पत्ता काट्न गइरहेको छु। लोकल पाराले चाहिँ आज चाहिँ इन्जोय गर्ने हो, ढुङ्गामा मासु पोलेर र त्यसलाई चाहिँ ट्राई गर्ने हो आज चाहिँ। हेर्दै गर्नु होला। र केराको पत्ता चाहिँ यहाँ छ। अब हामी चाहिँ लाग्दैछौँ जङ्गलतिर। आज चाहिँ लोकल पाराले सुँगुरको मासुलाई ढुङ्गामा पोल्ने हो र तपाईँहरूलाई देखाउने हो र टेस्ट पनि गर्ने हो कस्तो हुनेछ है त गाइस। हेर्दै गर्नु होला। र अब चाहिँ हामी जाँदैछौँ यहाँ हाम्रो मेन लोकेसनमा। र फाइनली हामी यहाँ हो, मेन लोकेसन चाहिँ हाम्रो यहाँ हुन्छ। अब हाम्रो चाहिँ सबै आज र हेर्दै गर्नु होला गाइस। र फाइनली भाइले चुला पनि यहाँ रेडी गरेको छ। यहाँ चाहिँ आगो फुक्ने हो र अब म चाहिँ अब ढुङ्गा लिनु जान्छु। फाइनली मैले ढुङ्गा पनि लिएर आइसकेँ। ढुङ्गा चाहिँ यहाँ छ। अब यो ढुङ्गालाई धुनुपर्छ र धोएर चाहिँ मजाले सफा गर्नुपर्छ यसलाई चाहिँ। अन्त त्यहाँपछि यसलाई चाहिँ यो माथि राख्नुपर्छ। र फाइनली म चाहिँ यहाँ ढुङ्गा पनि धुँदै। र फाइनली भाइले यहाँ आगो पनि फुकिसक्यो र यहाँ आगो यसले फुक्दैछ भाइले। यहाँ अब टक्कै यसलाई चाहिँ आगो फुकेर पहिला यसलाई ढुङ्गामा राखेर ढुङ्गालाई चाहिँ पकाउनुपर्छ। त्यसको बादमा हामी अरू कुरा रेडी गर्छौँ। फाइनली ढुङ्गालाई चाहिँ यहाँ चुलामाथि राखिदिएको छु यसरी। अब यसलाई चाहिँ यहाँ आगो दनादन लाउनु पर्छ। हाम्रो मासु चाहिँ यहाँ छ र मासुलाई चाहिँ हामी ढुङ्गामा पोल्छौँ र कानलाई चाहिँ मैले यहाँ झिर ल्याएको छु। यो झिरमा चाहिँ पोल्नेछौँ र तपाईँहरूलाई पनि देखाउने छु। र अब चाहिँ यो मासुलाई यहाँ हामीले अदुवा लसुन पनि यहाँ किचाइसकेको छौँ। अब यसलाई चाहिँ म्यारिनेट गरेर एकछिन राख्नेछौँ ढुङ्गा तातिन्जेलसम्म। त्यसको बादमा तपाईँलाई देखाउनेछौँ। र यसलाई चाहिँ अघि हामीले ल्याएको केराको पत्तामा यहाँ ओछ्याएर राखेको छौँ। मासुलाई चाहिँ यसरी पातला गरेर काट्छु किनभने अहिले पोल्दाखेरि पनि सजिलो हुन्छ। र यसलाई चाहिँ अब हामी पातला गरेर काटेर यसलाई चाहिँ टक्क यो भाँडामा हालेर अब म्यारिनेट गर्छौँ। यसलाई चाहिँ हामी म्यारिनेट गर्न गइरहेको छौँ। यहाँ चाहिँ अदुवा लसुनको पेस्ट छ। यसलाई चाहिँ अब एकछिन म्यारिनेट गरेर एकछिन राख्नेछौँ। तपाईँ यहाँ अदुवा लसुनको पेस्ट हो यो चाहिँ। हल्का नुन पनि हाल्छु अलिकति। यो चाहिँ हाम्रो नुन हल्का। ल यसलाई चाहिँ अब एकछिन यत्तिकै म्यारिनेट गरेर छोडिदिनेछौँ। ल यसलाई चाहिँ अब एकछिन म्यारिनेट गरेर राख्नु त्यहाँनिर। र अब यहाँ लोकल धनियाँ छ हाम्रो। र यहाँ हाम्रो डल्ले खोर्सानी छ। अब यसको चाहिँ अहिले अचार बनाउँछौँ र यो अचारमा चाहिँ यो अहिले पोलिसकेर चाहिँ यसमा अचारसँग छोप्दै यसलाई खान्छौँ। अहिले हामी तपाईँलाई अझै देखाउने छौँ। भिडियोमा बनिरहनुहोस् होला। यहाँ चाहिँ हामीले ढुङ्गा तताइराखेको छौँ। अब यो ढुङ्गा अहिले तातेपछि चाहिँ यसको माथि चाहिँ मासु पोल्ने हामीले कोसिस गर्नेछौँ र भयो भने देखाउनेछौँ, भएन भने चाहिँ यो ढुङ्गा हटाइकन फेरि त्यो माथि चाहिँ झिरमा उनेर पोल्नेछौँ। यसमा भयो भने त राम्रै हो, तपाईँहरूलाई देखाउनेछु। भिडियोमा बनिरहनुहोस् होला।
र फाइनली हामीले कान पनि यसरी अब यहाँ यसरी उयसमा यो हाम्रो जिरमा उनिसकेको छौँ। अब यसलाई चाहिँ यो जिरोबाट चाहिँ टक्क यसरी गरेर चाहिँ यसलाई लोकल पारामा यसलाई पोल्नु पर्छ। अब यसलाई चाहिँ ढुङ्गाएर र फाइनली हाम्रो ढुङ्गा चाहिँ ठुलो भएर हामीले यसलाई चाहिँ पातला ढुङ्गा ल्याएको छौँ। अब हुन्छ कि हुँदैन हेरौँ यसलाई। अब यहाँ अघि चाहिँ मेरिनेट गरेको यहाँ मासु छ, टक्कै यहाँ अघि मेरिनेट गरेको यो मासु चाहिँ टक्कै यसलाई चाहिँ यहाँ टक्क अब यसमा चाहिँ राख्नु। र यहाँ चाहिँ अब पल्टाउँदैछौँ हामीले। फाइनली भयो जस्तो लाग्दैछ, यहाँ देख्न सक्नुहुन्छ मजाले भयो जस्तो लाग्दैछ। र यसलाई चाहिँ अब अर्कोपट्टि पकाउनुपर्छ, अर्कोपट्टि पनि। र भाइले चाहिँ यहाँ भन्दैछ अहिले नै सेटिस भएछ भनेर। र यसलाई चाहिँ सबै मजाले पोलेर नै वाउ दामी भएछ। यो हाम्रो चाहिँ फर्स्ट टाइम ट्राई हो र मलाई लाग्छ हामी सक्सेसै भइसक्यो जस्तो। मजाले पोलिएछ मजाले। र फाइनली हाम्रो यहाँ मासु चाहिँ पाक्दैछ। म यहाँ मजाले देख्न सक्नुहुन्छ कि मजाले एकदम पाक्दैछ। फाइनली देख्न सक्नुहुन्छ एकदम मासु दामी पाकेको छ। मासु चाहिँ पाक्दैछ होइन। अब म चाहिँ यो मासुसँग खानेको लागि चाहिँ यहाँ अचार बनाउनु गइरहेको छु। र डल्लेको चाहिँ यहाँ एकदम पिरो अचार बनाउने छु। र मैले चाहिँ यहाँ यसको यो टक्कै यो डल्ले खोर्सानीसँग चाहिँ एकदम यस्तो पिरो अचार बनाउने छौँ। अहिले हाम्रो अचार पनि बनिसकेको छ। यहाँ देख्नुहुन्छ डल्ले खोर्सानी र लोकल धनियाँको अचार। अब यसमा चोबेर चाहिँ लोकल पारामा टेस्ट गर्ने हो। यहाँ हाम्रो रेडी हुन आँटिसक्यो यो ढुङ्गामा पोलेको सुँगुरको मासु। र तपाईँहरू हेरिरहनु होला, हामी देखाउनेछौँ तपाईँहरूलाई के कस्तो हुनेछ। तपाईँहरू पनि घरमा ट्राई गर्नुहोस् एकपल्ट, हुँदो रहेछ। र यो हाम्रो फर्स्ट ट्राई हो। र फाइनली अब हाम्रो यो पाकिसकेको छ। र यसलाई चाहिँ हामी निकाल्दैछौँ यहाँ केराको पत्तामा। र तपाईँहरूलाई अहिले टेस्ट गरेर बताउनेछु कस्तो भयो। र हामीले आज यहाँ मासु पोलेर पनि सकिसकेको छौँ। अब यहाँ हामी चाहिँ पहिला यताउता चढाउँछौँ, किनभने फेरि मासु हो। यहाँ चाहिँ हाम्रो चढाउने गुरुजी चाहिँ हाम्रो बाबा हुनुहुन्छ, उहाँले चाहिँ मासु यताउता चढाउनु हुँदैछ। किनभने यहाँ फेरि नचढाइ खायो भने भुँडी पनि दुख्न सक्छ। र देउताहरूलाई पनि हल्का चढाउनुपर्छ। र अब चाहिँ हाम्रो फर्स्ट बाबाले टेस्ट गर्दैछ। बाबा टेस्ट गर त कस्तो भयो? एकदम दामी दामी, फ्यान्टास्टिक दामी भएर पाकेछ। फाइनली गाइज हाम्रो मासु पाकिसकेको छ। अब हामी तपाईँलाई टेस्ट गरेर बताउँछौँ कि कस्तो भएछ। यहाँ हाम्रो धनियाँ र यसको अचारमा टक्क चोबेर चाहिँ टक्क डल्ले खोर्सानीको अचारमा वाउ टेस्टी। तपाईँहरू पनि घरमा ट्राई गर्नु होला, एकदम दामी। अब हाम्रो अरविन्दले पनि ट्राई गर्नु गइराखेको छ। लु अब यसले ट्राई गर्छ नि त, भन्छ कि कस्तो भयो। र भाइ कस्तो लाग्यो?
दामी छ फर्स्ट टाइम ढुङ्गामा पोलेको मासु के तल राम्रो लाग्यो हेटेस है एकदम दामी मलाई पनि दामी लाग्यो र गाइस र हामी एकदम दामी लाग्यो एकदम दामी हुँदो रहेछ अचार त एकदम डरलाग्दो पिरो भएको छ एकदम 6वटा डल्ले खोर्सानी र धनियाको अचार एकदम पिरो एकदमै दामी गाइस तपाईहरु पनि घरमा ट्राई गर्नु होला एकदम यसरी ढुङ्गामा पोलेको मासु एकदमै दामी एकदम त्यो कोइलामा पोल्दाखेरि तितोहरू हुन्छ त्यो तितोहरू पनि एकदमै कम हुँदो रहेछ त्यो ढुङ्गामा पोलेको थियो एकदमै दामी एकदमै मजा वाउ एकदम दामी एकदम डरलाग्दो अरविन्द एकदम दामी स्पाइसी एन्ड टेस्टी अझै हामीले यहाँ कान चाहिँ अहिले पोलेको छैनौँ हामी यो मासु पोलिसकेर चाहिँ टक्क कान पोल्नेछौँ अहिले एकजना यहाँ हाम्रो आमालाई चाहिँ टेस्ट गर्नु बोलाइसकेको छु एकदम अब आमाले चाहिँ भन्छ खाएर कि कस्तो भयो आज ढुङ्गामा पोलेको मासु आमाले झन् फर्स्ट टाइम यो एक्सपिरियन्स गर्नु भइरहेको छ उहाँलाई चाहिँ सोधौँ अब कस्तो लाग्दो रहेछ र कस्तो लाग्यो आमालाई चाहिँ आज यो ढुङ्गामा पोलेको मासु दामी हो एकदम दामी अरविन्दले पोलेको हाम्रो अरविन्दले पोलेको एकदम दामी पोल्यो आज अरविन्दले के अरे एकदमै दामी यदि खान लाग्दिने खाउन नर्दै त्यो खाऊ बाले के भन्दैछ उहाँ एकदमै दामी हुँदो रहेछ साथी हो तपाईँ पनि घरमा ट्राई गर्नुहोस् आज चाहिँ हाम्रो यो नयाँ सालको यो नयाँ एक्सपिरियन्स दिउँसो बनफायर हो हाम्रो चाहिँ अरूले भन्छ राति गर्छ हामी चाहिँ दिउँसै गर्छौँ एकदम दामी यो एक्सपिरियन्स एकदमै दामी भयो यहाँ हाम्रो भाइले चाहिँ यहीँ पोलिराख्नु भएको छ हो एकदमै दामी एक्सपिरियन्स भयो एकदमै दामी र हामीले चाहिँ मासु खाइसकेको छौँ अब यहाँ चाहिँ कानको पालो आएको छ अब यहाँ कान चाहिँ हामी पोल्दैछौँ यहाँ झिरमा टट्ट पारेर र अहिले पनि टेस्ट गरेर तपाईँलाई बताउनु छ फाइनली सुँगुरको कान पाकिसकेको छ अब यसलाई हामीले चट्ट निकाल्ने हो र यसलाई चाहिँ बजाउने हो अब र यो सुँगुरको कान काटाइ हुँदैछ अब यहाँ टक्क काटेर यसलाई टक्क अचारसँग बजाइदिने हो र फाइनली हामीले अब काटि पनि सक्यौँ र हामीले अब सकिसक्यौँ काटेर पनि अब यसलाई खाने हो अब चाहिँ म तपाईँहरूलाई यो कान खाएर टेस्ट गरेर तपाईँलाई बताउने छु टक्कै यहाँ अचारसँग टक्कै गरेर वाउ दामी अब भाइले ट्राई गर्छ दामी ल फाइनली हामीले चाहिँ मासु नि खाइसकेको छौँ अब हामी घरतर्फ लाग्नेछौँ अब हामी चाहिँ घरतर्फ लागेको गाइज हामी घर पनि आइसक्यौँ हो अब अरविन्दलाई चाहिँ आज कस्तो लाग्यो मेरो यो आजको यो जुन हामीले सुँगुरको मासु पोलेर खाएको कस्तो लाग्यो अरविन्द मलाई त एकदम राम्रो लाग्यो अन्त मेरो यो फर्स्ट टाइमको एक्सपिरियन्स थियो त्यो राम्रो एकदम त्यो एउटा राम्रो टेक्निक हो त्यसमा राम्रो पाकेर राम्रो एकुरेट हुन्छ र तपाईँहरूले जुन माया गरिराख्नु भएको छ यो माया अनि सपोर्ट अझै गर्दै जानु होला र च्यानललाई लाइक सेयर अनि कमेन्ट गर्नु चाहिँ नभुल्नु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला धेरै धेरै धन्यवाद र आजको भिडियो यही समाप्त हुन्छ।